पाइल्स फिसर फिस्टुला लगायतका मलद्वार सम्बन्धी प्राय जसो रोगहरू नसर्ने रोगहरू छ। जस्तै एनल वार्ड्सहरू भन्ने फेरि फरक रोग छ, त्यो सरुवा रोग पनि हुनसक्छ कहिलेकाहीँ। नत्र भने चाहिँ नसर्ने रोगहरू भनेको चाहिँ सम्पूर्ण हाम्रो जीवनशैलीबाट नै आएको है। खानपानहरू नमिलाउने, व्यायामको एक्सर्साइजहरू, अब जस्तै गाउँघरतिर ग्रामीण भेगमा टुसुक्क बसेर गरुङको भारीहरू बोक्ने, बुढेसकालमा गएपछि प्रोस्टेटको कारणले गर्दा पनि यता हेमोराइड्स पाइल्स भइरहेको हुन्छ। अब कहिलेकाहीँ वंशाणुगत हिसाबले पनि हुन्छ भने कहिलेकाहीँ सेकेन्डरी कारणले गर्दा, जस्तै माथि चाहिँ क्यान्सरको डेभलपमेन्ट भइरहँदा तल चाहिँ पाइल्स जस्तो देखिन पनि सक्छ। अब यी कारणले गर्दाखेरि सबैभन्दा ठुलो कुरा त के भन्दा व्यस्त जीवनशैली, आहार विहारहरू नमिल्दिने होइन, समयमा नखाइदिने, पानी नखाने, अनि एकदम बढी तनाव लिने, मानसिक हिसाबले पनि पाइल्सको समस्याहरू आउन सक्छ। र जस्तै महिलाहरूमा प्रेग्नेन्सीको टाइममा, डेलिभरी भइसकेको टाइममा यिनीहरू पाइल्स फिसर फिस्टुलाहरू बढी देखिन्छ। किन भन्दा त्यो टाइममा प्रेग्नेन्सीको टाइममा नि हर्मोनल इम्ब्यालेन्स भएर चाहिँ कन्स्टिपेसन हुनसक्छ भने डेलिभरी पछि पनि हामीले के गर्छौँ भन्दा खानपानहरू मिलाउन नसक्ने होइन। अब हाम्रो नेपाली कल्चर के भन्दा पानी खायो भने फेरि बच्चालाई चिसो लाग्छ, पानी खाइरहँदाखेरि बच्चालाई चिसो लाग्छ भने पानी कम खाने, अनि सागसब्जी नखाउने होइन। सागसब्जी नखाएपछि गरम मसलाहरू अत्याधिक रूपमा पेलिदिने महिलालाई, अनि त्यो भइसकेपछि कब्जियत भयो, फेरि त्यसपछि मलद्वार सम्बन्धी समस्या आयो। त्यही कारणले गर्दा सम्पूर्ण कुराहरू भनेको चाहिँ कुनै चाहिँ हजुरको साइकोलोजिकल्ली, मेन्टल्ली समस्याले पनि यो कुराहरू देखिन्छ। कुनै कुराहरू उमेरले गर्दा फिजियोलोजिकल आएका चेन्जेसहरूले, जस्तै प्रोस्टेटले गर्दा पनि पाइल्स देखिने भयो भने, अब कुनै कुराहरू चाहिँ जस्तै व्यायामहरू नगर्ने, आफ्नो चाहिँ डेली रुटिनहरूलाई राम्रो गर्न नसक्दा पनि मलद्वार सम्बन्धी समस्याहरू चाहिँ देखा पर्दछ। जस्तो हामीले मलद्वारबाट